बल्ल निस्कियो है गैँडा त्यहाँबाट बल्ल जोडी भालु यता गएर पुरै उफ कस्तो बनाउने स्यालले केटा आलामा स्याल देखाउँछ कस्तो हुन्छ स्याल यहाँ कुद्दै त ओ कुद्दैछ ऊ ल स्यालायो मेसी ल मेसी हामी चाहिँ चियाखाना पनि आइसकेको छ भर्खरै टिकट काट्दा एन्ट्री भएको सँगै तिनजनाको 750 डरले ब्लग एडिट गर्दैछु म आफ्नै रुमबाट केटिएमबाट। त्यसपछि आज ट्रकसँगले हामी कहाँ जाने भन्दाखेरि चाहिँ चिडियाखाना जाउलाहेल घुम्नको लागि जाने हो म बुबा बडाउ टक्क पारमा आज घुम्नको लागि। सो धेरै दिनपछि भ्लग बनाउँदैछ। आज चिडियाखानामा के पाइन्छ हेर्नु पर्ने छ। म कहिल्यै गएको छैन, टक्क गएपछि म देखाउनु छु तपाईँहरूलाई। आज काम पनि छुट्टी लिएछ अनि टक्कसँगले पानी आउन लाग्छ। पुरै मौसम पनि यस्तो भएको छ कि कस्तो भएको छ, पुरै अन्धकार भएको छ। त्यही पनि जाने घुम्नलाई टक्क पारामा ल जानुपर्छ। अब तपाईँहरूमा चिडियाखाना पुगेपछि यसो भ्लग सबै देखाउने छु के कस्तो हुन्छ साथीभाइहरू। टक्क जानुपर्छ है त आज बाघ साग हेर्नको लागि। बाघहरू सर्पहरू के छ हेर्न पाइन्छ। अब हेरिरहेको चिज हो त्यही पनि जानुपर्छ आज घुम्नलाई। त्यही हो। ल हामी चाहिँ चिडियाखाना पनि आइसकेको छ। भर्खरै टिकट काटेर एन्ट्री भयो टक्कसँगले तिनजनाको 750-350 को दरले। अनि अगाडि चाहिँ बुवा बडाउ हिँड्नुहुँदैछ। यहाँको सिन चाहिँ एकदम बबाल छ कि पुरै आमामा। अहिले चाहिँ हामी यहाँ हेर्न जाँदैछौँ अब के छ यहाँभित्र। बुवा गोही हेर आउनु न पहिला। गोही गोही यहाँ छ। आमा कत्रो यार। आमा गोही कत्रो देख्नु बोला चुचेको है। जम्मा देखेको चाहिँ 3टा मात्रै छ। पुरा पाखामा निस्केर हेर भाइ। ल भँगेर ती छेउमा छ केही नगर्दो रहेछ। भँगेर ती पल्लोपट्टि त आमामा यार पुलाई फान्छ है। हाम्रोतिर पाउने त दारे गयो हो नि, यो चुचे गयो हो। हाम्रोतिर पाउने दारे हो कि ठुलो पुरै हाँ गर्ने भैँसी गर्छु म भएको। यता त दारा गरेको यो चाहिँ चुचेर छ पुरै। ऊ सानो छ यसले अलिक निल्नु अलिक टाइम लाग्छ। जाउँ अब अरू हेर्नुपर्छ फेरि। अरू पनि गई देखाइसकेँ मैले। अब अरू के देखाउँछ अब हेर्दै जानु होला टक्कसँगले। यस्तो दामी ठाउँ छ यहाँको सिन चाहिँ पुरा खेल्ने ठाउँ भित्र दामी तरिकाले। ल हिँड्नु अब अझै हामी अरू के अब हेर्ने बाँकी नै छ पुरै साथीहरू। पुरा हरियाली दामी ठाउँ चाहिँ कस्तो किला राखेन भाइ। यसो हामीले चाहिँ यहाँनिर फोटो पनि खिचिसकेको छौँ यो हनुमान जस्तो यस्तोमा। अनि यता पछाडिको सिन यस्तो बबाल दामी छ है पुरै दामी छ। आज चाहिँ पुरा कोट लगाइरहेको छ कि यहाँ लोकल नेपालमा बनेको कोट लगाएर चाहिँ यस्तो स्पेसल। अनि यहाँ के छ भन्दाखेरि चाहिँ पुरै त्यो मृग हो। ओ मृगको बच्चाहरू यतातिर चाहिँ माउ बच्चा सबै ठुलो माउहरू। ओ कन्यादै बसिरहेको सबजना बसिरहेको। खोइ त्यता के पराल कि के लगाइदिरहेको त पुरा त्यसकै भरमा हो त। खोइ मान्छेले हेर्दा लाटो भइसक्यो है। जङ्गलको भए एकैछिन मिलिक्क गर्दा कहाँ पुग्थ्यो। यता फेरि अर्कैवाला छ। त्यसको मुख हेर्नु, त्यसको मुख कस्तो सुधिरहेछ। खतरा आएको छ त्यो। यो एक कलरको यो 2 कलरको छ पुरै। अब यता अर्कैवाला होला होइन। यता त्यही हो, यही गेट सर चाहिँ त्यही हो। त्यहाँ चाहिँ बुढो छ ऊ। 2टा त खाल्डोमा छ ऊ। यहाँ बच्चा छ ठाउँ पनि पुरै कस्तो किला छ त। यतातिर भयो यो पोखरी, यता माछाहरू होला। यतातिर माछा ठुलोवाला कत्रो यहाँ गाई जत्रै। ऊ माउरा बच्चा आमा जरा। यो जरा हो।
जरायो चाहिँ यस्तो रहेछ कि पुरै आमामा कत्रो ठुलो यो त माउ बच्चा कहाँ छ कोही अर्को चाहिँ पुसा चाहिँ छुट्टै हुँदो छैन हेर्दैछ पिलिक पिलिक माउ चाहिँ उहाँ पुगिसक्यो भागेर अब निलगाई हेरौँला निलगाई पनि यहाँ देखिसक्यो भाले र पोथी त्यो सिङ त कत्रो त्यसको त राम सिङ पनि हाँगा फाट्छ कि हो त हाँगा फाटेर पनि माथि गइसकेको छ एक तला त्यहाँ अनि अर्को बसिरहेछ पोथी बसिरहेछ यता यहाँ त बसिरहेछ भाँचिएर उँधो कानतिर झरेको छ एउटा भाँचेको छ एकपट्टिको जरायो है ट्याक्कसँगले उहाँ बसिरहेछ कत्रो यसको त सिङ पनि आमा पुरै सिङ पनि लामो एक्लै बसिरहेछ यो चाहिँ यता साइजको बस्ने ठाउँ चाहिँ बसिरहेछ यता चाहिँ के छ यो चाहिँ निलगाई अनि अहिलेको चाहिँ नाम थाहा भएन त फेरि यहाँ निलगाई चाहिँ पुरै रुखलाई हान्दै बसिरहेछ ऊ कुस्ती खेल्दै एक्लै कुस्ती खेल्दै बसिरहेछ यहाँ निलगाई चाहिँ ऊ टक्कसँगले कत्रो लामो ठुलो यसको त राम मान्छे देख्ने बित्तिकै गोरु चाहिँ रहेछ नि गाईको अनुहार परेको गोरु गाईको अनुहार परेको गोरु यहाँ चाहिँ अगाडिबाट हेर्दाखेरि गाई पारिबाट हेर्दा चाहिँ पुरै झुन्डिरहेको छ एउटा बदल यहाँ छ है बदलले पुरै चारो खाइरहेको छ यहाँ भुस पानी त्यसको पर हेर्नु दारा निक्लेको दारा निक्लेर पनि झिगा भन्केर कुहिए जस्तो भएर बसिरहेको छ एउटा चाहिँ पर सुतेर अनि एउटा चाहिँ यहाँ लप खाएर चाहिँ चारो पुसाएर लाउँदै बदलले चाहिँ यिनीहरूको खेल्ने ठाउँ चाहिँ पल्लो फुटिरहेको छ भुइँ खन्दैछ त्यहाँनिर अल्छी लागि चाहिँ गैँडा छ है गैँडा पुरै खाइरहेछ उसको खानेकुरा यस्तो ठाउँमा खेल्दो रहेछ यार पुरै गैँडा चाहिँ यहाँ चाहिँ पुरा ढाँड मात्रै देखाइरहेछ मैले क्यामेरा खोलेको लाजाले पानीभित्र छिरेको भयो निस्केकै छैन यहाँनिर चाहिँ यसको पुरै भित्रै सास फेर्दै बसिरहेछ यहाँ क्यामेरा देखेर सबजनाले खिचेपछि त ऊ भित्रै कतापट्टि छ यसको थुत्नु चाहिँ ननिस्किने भयो बल्ल निस्कियो है गैँडा पानीबाट बल्ल हेर्न पाइयो कसरी कराएको है हाँची आएको है क्या पानी पस्यो होला अनि ज्यान अनुसार ओसेर नै छेरेर बाघलाई पुरै ढाल्दै जाने युट्युबमा एकैछिनमा छेरेर धमिलो भइदियो ज्यान अनुसारको कान हेर्नु न कान कत्रो छ अनि भेडुहरू चाहिँ यहाँ छ है भेडु पुरा च्यालेन्ज गरिरहेको छ पुरै भेड्नको लागि ल गयो यहाँ चाहिँ नक्कली हाँस दुईवटा सकली एउटा रहेछ एउटा नक्कली हाँसको माथि उहाँ ऊ त्यहाँनिर केलाउँदै बसिरहेको छ ऊ दामी छ त्यहाँ पनि यतातिर भयो अनि ठुलो गैँडा ऊ यतातिर गैँडाको ठाउँहरू टक्कै यतातिर जाँदैछ हामी हेर्दै आज कतिवटाको हेर्न सकिन्छ टक्कै हेरेर त्यतिर चाहिँ अर्नाहरू छ यी सिङ पनि कत्रो छ आमामा यता चाहिँ अर्नाहरू छ चिङपाङजी त्यो त के देखिँदैन नि त्यो त यहाँबाट बाँदर पुरै रातो होला त्यहाँ चाहिँ फेरि बच्चा चाहिँ कालो छ फेरि उहाँ पर ऊ घुम्दैछ यतातिर ट्रेनिङ गरिरहेछ ल कन्याउँदैछ भालु चाहिँ चाहिँ पौडी खेल्दैछ यहाँनिर खत्रै गर्ने भएछ है क्या खतरा गर्ने भयो जस्तो छ भालुलाई चाहिँ
झिँगाले दुःख दिएर भालु यहाँ चाहिँ पुरै सेल्फी खिच्न आइसकेको छ ए भालु नामै भालु यो भुइँ भालु हो नि त भालु त भालु हो नि भालु भुइँ भालु हो त्यो भालु खानु हुन्छ जोडी भालु यतातिर पुरै यो चाहिँ गाँजाले निर्बिरालो ऊ मस्त एक निन्द्रा पुऱ्याइसकेको छ मस्त सुतिरहेछ माथि रुखको टुप्पीमा अब ऊ देखाउँ न ऊ यो कहाँ थियो नि अघि यहाँ छ नि कहाँनिर यो चरीबाग यहाँ छ ऊ चरीबाग निर्बिरालो चरीबाग यहाँ छ चरे त छ नि चराई मात्रै खान्छ यो त घरको बिरालो त नि छैन हौ इत्रु यो चरीबाग अर्कोमा त के हाल्न बाँकी नै रहेछ लेखेकै छैन ऊ ने यहाँ हाल्न बाँकी रहेछ यहाँ चाहिँ छैन है कोटेरो रहेछ है कोटेरो मुनिया भन्ने सानो फिस्टा जस्तो चरा ऊ पुरै उहाँ भित्तामा गुडै कति मजाले अनि यो पल्लो चाहिँ सुँगा रहेछ है टक्कसँगले अनि यतातिर अब हेर्दै जाउँ के छ यतातिर हेर्दै जाउँ यहाँ पनि खाली नै छ ल बाँकी नै छ ऊ दुम्सी चाहिँ यहाँ रहेछ पाहाडमा हुँदाखेरि खुब मकै खाना आउँथ्यो है आम्मामा यो चाहिँ दुम्सी भयो अनि भित्र छ भनेर ऊ हेर्दैछ ऊ टक्कसँगले ऊ मस्त बसिया छ काँडा चाहिँ कमै रहेछ अब घुम्न पायो पो पल्ल चाहिँ भुइँभरि काँडा भोज्दैन पनि टन्न सुतिरहेको छ 10-12वटा आम्मामा चिङपाङजी त कहाँ पुरै कालो देखिन्छ त उहाँ ऊ चिङपाङजी पुरै मजा देखिन्छ पुरै कालो देखिन्छ नि यहाँबाट जालीले गर्दाखेरि चिङपाङजी आइसकेको छ है पुरा घुम्न छौ ए पानी खान आयो पानी खाँदैछौ यहाँनिर धारा राखिदिएको छ पानी खाइरहेछ ऊ माथिमा ऊ पल्टेको बेर्ने पुरै ल फुटबल खेल्नु गइसकेको छ ऊ ल फुटबल ल मेस्सीको फ्यान मेस्सी ओ फुटबल फुटबल दुईटा मेस्सी ल मेस्सी आयो ऊ पर थाकेर बस्यो एउटा चाहिँ माथि बसेको छ उहाँनिर एउटा चाहिँ यहाँनिर के ऊ रमाइलो गर्दो रहेछ अरे यसले आयो फुटबल खेल्दो रहेछ अरे यसले पुरै आयो फुटबल खेल्न आयो घुमाएर आयो या मेस्सी ल पेनाल्टी हान्नु पर्यो पेनाल्टी ल सब माटोले हान्दैछ मारौ मारौ आमामा हेर दुईटालाई खतरा हान्दैछ ल मेस्सी आयो ए भागै माटो हान्छ आयो दुईटालाई भेला गर्दैछ मेस्सी यतै खेलाउँछ यार ल डबल हान्ने भयो अब यसले
ओ खायो 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 ल ल पुरै पानीले हान्थ्यो एक्सर्साइज गर्नु थाल्यो अब माटो ल्यायो अब ओ माटो ल्यायो अस्ट्रिचको जोडी छ यहाँ एउटा उता रहेछ ए यहाँबाट बाहिरबाट घाँटी रम्काइ अन्त यहाँसम्म आउँछ होला बहिनी बडाको इमु भन्ने चरा रहेछ उमा छ ऊ भित्र यस्तोवाला पुरै हेर्दै मर्न लागेको जस्तो इमु ल यतातिर छ पुरै चिङपाङजीले चाहिँ खुब रमाइलो गरा यतातिर चाहिँ यिनीहरू चाहिँ बसिरहेछ यहाँ छ हुचिल चाहिँ महाला हुचिल चाहिँ यहाँ हेरिरहेछ पुरै बक्कुले लाटो कसेर जस्तो त हो पुरै यहाँ छ हुचिल अनि यता छ हाँसियो कस्तोवाला हाँस्यो फेरि चखेवा चखेवा पो रहेछ त ए चखेवाको जोडी चाहिँ यहाँ छ पुरै दुइटै हाँगामा बसिरहेको छ यहाँ तल पानी भयो उता के छ बडो त्यो के हो यो दामी रहेछ यहाँ पनि एउटा यो चाहिँ के हो पढौँ न यहाँ नाम पुरै यस्तो छ है सिन चाहिँ पुरा दामी यहाँ छ घुम्न आज रमाइलो भएको छ सिमसिम पानी नै परिरहेको छ ए सारस भन्ने चरा चाहिँ यो रहेछ यहाँनिर छ सारस कस्तो राम्रो छ हौ यो हेर न यहाँबाट यस्तो सारस यो आस्कोटे बकुल्ला यहाँ चाहिँ टुइसी सुगा चाहिँ यहाँभित्र छ पुरै सेतो कालिज यहाँ चाहिँ यो सेतो कालिज भयो यो माथि भयो टुसी सुगा उहाँ पराउ यो त हाम्रोतिर पाउने मकै खाने होला यो उता छ यो कालिज सेतो कालिज चाहिँ नेपाली कालिज चाहिँ टक्कसँगले नेपाली कालिज यहाँभित्र छ उहाँ पराउ नेपाली कालिज टक्क छोटो मिठो देखाउँ न ल भयो सुनौलो कालिज चाहिँ त छ सुनौलो कालिज पुरै घरसर बनाइदिएर यहाँनिर उहाँ सुनौलो कालिज पुरै भित्र कस्तो दामी हौ आमामा रङ्गीन आयो यी छेउमै आयो कस्तो राम्रो आमामा सुनौलो कालिज ऊ हेर्नु त हेर्नु टाउको फुर्काएर घाँटीको एउटा चाहिँ उहाँ छ एउटा चाहिँ उहाँ पर बसिरहेको छ शीतलमा ऊ भएर आफै चाहिँ सबै यहाँ उङ्दैछ एउटा यहाँ उङ्गिरहेछ एउटा यहाँ झोकिरहेछ ऊ त्यहाँनिर अनि अर्को चाहिँ ऊ परतिर कता भित्र सब झोकिरहेछ यतातिर कुमारी मन्दिर धनुष झन् कत्रो छ आमामा यो चाहिँ धनुष चरा अहिले लो भुँदै गएको चरा कालो धनुष रहेछ यताबाट खिच्दा ठिक्क रहेछ यो भयो केलाई फलफुल यो बदाम केक भगत सब छ है क्या सोनी कलर प्यारोट सुगा ओ पुरै बसिरहेको छ माथितिर जापानिज ग्रिन काली यहाँ छ है भालेपोथी अनि अन्डा चाहिँ उहाँ छ कि उहाँ उसिरहेको छ अन्डा अब टन्न हुने रहेछ यसको पनि औ भन्ने चरा चाहिँ यहाँ छ ऊ पुरै ऊ माथि हो यहाँ छ यतातिर उड्दैछ ऊ यो चाहिँ मकाउ भन्ने चरा हो यो मकाउ माथि जोडी यहाँ भित्तामा जोडी छ उहाँ त झन् जोडी छ ऊ यो मकाउ चरा यहाँ छ ढुकुर हेर्नु न आमा ढुकुर कुर्दैछ ढुकुर गर्दै यो ढुकुर भयो यो काकातिल यतातिर सुगा आमा सबभन्दा ठुलो छ हेर्नु सबै मिक्स भयो त अनि उहाँ अर्कैवाला छ त्यो सेतो कालिज यो चाहिँ कराल सुगा आमामा यहाँ चाहिँ यो कालो चिल भयो यो गाउँतिर पाउने यो कालो चिल भयो उहाँ बसिरहेको छ ऊ यो कालो चिल यो बजी यो गिद्ध मरेको गोरु खाने अब यहाँ त कहाँबाट भेटेर खाओस् बच्चा माउ सब रहेछ हौ आमामा उतापट्टितिर एउटा यी नजिक रहेछ है हिमाली गिद्ध पुरै यहाँ छ यसको बोर्ड चाहिँ पढ्नको लागि टक्क हिमाली गिद्धहरू
खै अजिङ्गरहरू त हेरिएन कता हो अजिङ्गर चाहिँ ल धेरै ठाउँ घुमिसक्यो पुरै पानी परेर सिमसिम सिमसिम पानी परिरहेको छ बडा बुवा हामी पुरा घुमिराखेको छ अहिले यतातिर आई लभ जू कस्तो पानी परिरहेको छ पुरै फुल देखिने भयो टक्कसँग यहाँ चाहिँ के छ फेरि यहाँ खाली यता यता सर्पाहरू छ हेर्दै जाँदा कछुवा अजिङ्गर ओ जानु न पहिला उता सुतिरहेको छ त्यहाँनिर मयूर पानी भिज्यो ब्ल्याक प्यान्थर चितुवा ब्ल्याक प्यान्थर यहाँ छ है ऊ त्यहाँ सुतिरहेको छ क्या यो काठको माथिबाट यहाँनिर सुतिरहेको छ ऊ पुरै कालो छ मस्त सुतिरहेको छ पानी परेको बेला सबै जनावरहरू त्यहाँ सुतिरहेको छ यसको घरको ढोका उता भयो मस्त सुतिरहेको छ यताबाट हल्का देखिन्छ होला है कालो ओ त्यहाँ सुतिरहेको छ ब्ल्याक चाहिँ पुरै स्यालको उफ कस्तो गनाउने स्याल लेखेको छ यिनीहरू कहाँ छ स्याल चाहिँ ए उतापट्टि रहेछ हेरिरहेको छ त ऊ अब म स्याल देखाउँछु अब केटाहरूलाई स्याल देखाउँछु कस्तो हुन्छ स्याल यहाँ कुदेछ त ऊ ओ कुदेछ ऊ कुदेछ यही प्रकार बनाएको त त्यही भएर लेखाएको छ उफ कस्तो गनाउने स्याल ओ स्याल यहीँ छ भिडियोमा ल स्याल आयो स्याल आयो रमित देखाउने यो रहेछ अरू सब सुतिरहेको छ उहाँ तल ऊ कुकुर जस्तै ऊ ए स्याल यहीँ छ फेरि म्याका चो टक्कर परिरहेको छ यसको र मेरो हिउँ चितुवा भयो उहाँ माथि सुतिरहेको छ ऊ पुरै मस्त निन्द्रामा त्यो पनि देखिँदैन यार बाघ जति सब बाहिर निस्किँदैन हिउँ चितुवा पनि निस्केन यो चाहिँ खरायो भयो यहाँ चाहिँ मैले नि पहिला पाले यो त घर खरायो जङ्गली त होइन ऊ लोखर्के पुरा कुदिरहेको छ ऊ लोखर्के यहाँ छ एउटा यहाँ मकै खाइरहेको छ बुवा यहाँ हेर्नु न बुवा कसरी मकै खाइरहेको छ हेर्नु न ओ यो बाहिर पनि कुद्छ यो जहिले बाहिरतिर नि पुग्छ त्यहाँ पुरा मकै खाइरहेको छ कता गयो यहाँ खरबुजो राखिदिएको छ यहाँ छ गिनी पिग यहाँ मुसै त होला नि यो मुसै जस्तो छ आलु हाल्दै गर्छ है पुरा खाइरहेछ ऊ होइन नि गिनी पिग खोइ भनेको त हो तर खोइ सुँगुर है होइन नि पुरा त काने कछुवा यहाँ चाहिँ चिरोभित्र चिरो यहाँनिर हेरेर बसिरहेको छ यहाँ चाहिँ कोब्रा छ है कोब्रा पुरै भित्र ऊ एक थोपले गोमन अरे त्यहाँनिर छ क्या ऊ गोमन ठुलै हो त नि यो यो चाहिँ अजिङ्गर भयो यो चाहिँ अजिङ्गर हेर कत्रो हुँदो रहेछ आमा अजिङ्गर यस्तरी बेरेर बसेको हुँदो रहेछ पुरै पुरै खतरा यार टाउको चाहिँ टाउको लुगाएर बिचमा राखेको छ यो चाहिँ माछा भयो सक्कर माउथ ल आजको भिडियो पनि सक्यो अब सबैतिर घुमिसकेर निस्किँदैछौँ अब हामी चाहिँ टक्कसँगले सबैजना यहाँनिर बुबा बडा म अब चाहिँ निस्किँदैछौँ घुमेर नि सबै घुमेर फेरि गेट छेउमै आइसक्यो कमल फुल होला यो कस्तो दामी छ पिँडालुको पतास दामी यहाँ छ भिडियो